घरमा पुर्याइदिनु पुर्याइदिनु हुन्छ पुर्याइदिने ल परिवार पत्ता लाएर घरमै पुर्याउने पुर्याइदिनु है ल पुर्याइदिनु हुन्छ पुर्याइदिन्छ हस् धन्यवाद आमा पुर्याइदिनु हुन्छ हजुर हजुर आमाको नाम मेरो नाम माया माया हजुर माया के माया तामाङ भन्ने माया तामाङ भन्छन् भक्तपुर घर आमा हजुर कहाँनिर भक्तपुर भक्तपुरको भन्न अलि माथि कहाँ भन्दा माथि बाइसरी भन्न अलि माथि के माथि बाइसरी भन्ने के बाइसरी बाइसरी माथि बाइसरी मोचुवा गाउँ भने के हजुर कसले ल्याइदिएको हजुरलाई आश्रममा पुलिसले ल्याइदिएको कहाँबाट पशुपतिबाट ल्याएको पशुपतिमा के गर्न गएको थियो नि उहाँबाट ल्याएको भने हजुर पशुपतिमा चाहिँ के गर्न गएको घर छोडेर मेरो बुबा थियो त्यहाँ अनि बुबा छ भनेर ल्याएको त्यहाँ भने हजुर बुवा हजुरको बुवा अहिले कहाँ हुन्छ त बुवा मेरो बुबा थियो अहिले कहाँ हुनुहुन्छ त थियो खस्यो भने हजुर ए खस्नु भयो बुबा छ भनेर आएको के हजुर त्यही भने अनि पुर्याइदिनु पुर्याइदिन्छ घरमा पुर्याइदिनु घरमै पुर्याइदिनु हुन्छ पुर्याइदिने ल परिवार पत्ता लाएर घरमै पुर्याउने पुर्याइदिनु है ल पुर्याइदिनु हुन्छ पुर्याइदिन्छ नमस्कार जय मानव सेवा बाइसरी भने हजुर हामी अहिले यति बेला तपाईँहरूको बिचमा विभिन्न सेवाका भिडियोहरू राखिरहेका छौँ र आज यसरी नै फेरि सुन्दर भिडियो तपाईँहरूको बिचमा लिएर आएका छौँ सुखद पारिवारिक पुनर्मिलनको लागि तपाईँहरूको सपोर्टले सहयोगले साथले धेरैजनाको सफल भएका छौँ र उहाँलाई पनि हामी सफल गराउने आशाका साथ यो भिडियो तपाईँहरूको बिचमा लिएर आएका छौँ आमा नमस्कार नमस्कार आमाको नाम मेरो नाम माया माया हजुर माया के माया तामाङ भन्ने माया तामाङ भन्छन् हजुर घर चाहिँ कहाँ मेरो घर भक्तपुर कुन ठाउँ भक्तपुरको भन्न अलि माथि के माथि भक्तपुरको भन्न अलि माथि पर्छ भने मेरो घर अनि को हुनुहुन्छ त घरमा दिदी छ दुईटा दिदी अनि भदाइहरू छ 4 वटा भदाइहरू छ भने हजुर दिदी भदाहरू छन् अनि तपाईँले विवाह गर्नु भएको कि नै छ भने हजुर गरेको अनि हजुरको छोराछोरीहरू दुईटा मेरो छोराछोरी छैनन् हजुर श्रीमान नि छैन ए हजुर एक्लै भइसिन्छ तर हजुरको दिदी बहिनीहरू हुनुहुन्छ अब हजुर घर जाने भएपछि कहाँ दिदी बहिनी जाने हो जाउँ भनेको हजुर के गर्नु ए ल जाउँ भनेको हजुर भनेको हुन्छ हामी त्यही भएर भिडियो बनाएका छौँ हजुर यो अप्ठ्यारो त हुँदैन नि हजुरलाई हुँदैन हजुर ल हामीले अहिले यो भिडियो बनाएर सोसियल मिडियामा हाल्छौँ अनि तपाईँको को छन् त आफन्त सबै कुरा खोल्छौँ हामीले खोज्छौँ अनि जो पत्ता लाग्नुहुन्छ उहाँसँग सल्लाह गरेर हजुरको पुनर्मिलन गराउने भनेर हुन्छ हजुर हुन्छ भने हजुर अनि कति भयो त हजुर घरबाट बाहिर निक्ल्या 2 वर्ष भयो 2 वर्ष भयो दाँत त झरेछ त सबै झर्यो ल हेर्न बुढी भइयो बुढी भयो हजुर बुढी भयो कसले ल्याइदिएको हजुरलाई आश्रममा पुलिसले ल्याइदिएको कहाँबाट पशुपतिबाट ल्याएको पशुपतिमा के गर्न गएको थियो नि उहाँबाट ल्याएको भने हजुर पशुपतिमा चाहिँ के गर्न गएको घर छोडेर मेरो बुबा थियो त्यहाँ अनि बुबा छ भनेर ल्याएको त्यहाँ भने हजुर बुवा हजुरको बुवा अहिले कहाँ हुन्छ त बुवा मेरो बुबा थियो अहिले कहाँ हुनुहुन्छ त थियो खस्यो भने हजुर ए खस्नु भयो बुबा छ भनेर आएको के हजुर त्यही भने मेरो बुबा थियो हेर्नुहोस् हजुर खस्यो भने हजुर बुबा थियो भने हजुर बुबा थियो अनि भाइहरू छ 2टा हेर्नुहोस् कहाँ छन् भाइहरू चाहिँ कोही भाइहरू पशुपतिमा घौरी घरमा छ भाइहरू के गर्छन् भाइहरू 2टा भाइहरू उनीहरूको काम गर्नको जान्छ के कहाँ 2टा भाइ हजुर हो 2टा भाइ छ हेर्नुहोस् भाइहरूको नाम थाहा छ माथि गाउँमा छ हजुरलाई भाइको नाम थाहा छ एउटा पूर्ण भाइ बम्बे भाइ छ हेर्नुहोस् पूर्ण र बम्बे पूर्ण त बम्बे छ भने हजुर हो त्यही भने मेरो भाइ छ भने हजुर त्यति हो एउटा पूर्ण भाइ एउटा बम्बे भाइ छ भने हजुर त्यही भने मेरो भाइ 4 वटा भदा छ हेर्नु 4टा भदा त्यति छ अनि 2टा भाइ छ हेर्नु अनि 2टा दिदी छ मेरो त्यति हो दिदीहरूको नाम छिन्मया दिदी भन्छ चिन्मया दिदी भने नाउँ त्यही भन्छ कसको दिदीहरू चाहिँ दिदीको घर माथि गाउँमै छ के गाउँको नाम
कलमसी डाँडा अनि मोचो गाउँ बाइसोरी भन्छ है हजुर ए बाइसोरी कलमसी भन्छ है हजुर त्यही भने हजुर हुन्छ हजुर ल आमा हामीले एउटा भिडियो बनाएका छौँ हजुरको सबैजनालाई हामीले देखाउँछौँ अनि कहाँ को छ त सबैलाई हामीले खोज्छौँ अनि जो पत्ता लाग्नु छ अनि को कसरी हुन्छ कुरा मिलाएर सबै कुरा गरेर हजुर हामीले परिवारलाई जिम्मा लाउँछौँ भनेर ठिक छ अनि पुऱ्याइदिनु पुऱ्याइदिन्छ घरमा पुऱ्याइदिनु हुन्छ पुऱ्याइदिने परिवार पत्ता लाएर घरमै पुऱ्याउने पुऱ्याइदिनुहोस् है ल पुऱ्याइदिनु हुन्छ पुऱ्याइदिन्छ हस् धन्यवाद आमा पुऱ्याइदिनु हुन्छ हजुर हजुर ल जय होस् घरमा पुऱ्याइदिनु भनेको हस् पुऱ्याइदिनुहोस् है ल ल त्यही भने हजुर हुन्छ हजुर भाइ